राख्यो कतै रोकेर बाँध बाइकले थाहा छैन बाइकले थाहा छैन अन्त धुन्डो आउँछ ओभरटेक पनि थाहा रहेन सानै पुरा कस्तो ठिक सानै हो फिक्स हान्छ त्यत्रो ठाउँ हो छेउमा यत्रो यो पहल यहाँ छिरिरहेको थियो गाडी उनीपट्टि पनि छिरिहाल्छ अलिक टर्निङतिर यस्तोतिर अलिकति अझै सिबाल ड्राइभर भने आफ्नो साइड राम्रो फेल हालिन्छ फाल्न चाहिँ फाल अहिले मैले देखि गरेर फाल है रोड लिएर होला अदुवा टिमुरहरू रहन्छ कि झरिसो झरिसो हेर्नै पर्छ अड्किरहेको वेल्डिङ गरेर मिल्छ होइन मिल्दैन बिचमा भएको थिएन छेउमा मैले हिजो दिएँ वेल्डिङ गरेँ अनि पछि आएर आधी घन्टा गाडीको काम नै गरेको थियो ढिला अब कहिले माथि गएर डिस लिएर आएर हाल्यो त्यही होल्डिङ गरेर हुने भयो नि ल हुने भयो होल्डिङ गरिदिन्छु
सुरुको दिन आयो खाजा खाने यहाँ झोल तरकारी अनि सेल ठाउँ चाहिँ हेर्नबाट हाम्रो बाहिर आउँछ बाटो यो ठाउँ के बाटो चाहिँ भन्दा सानो हो क्वाले 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 त्यो नसम्झ कसम भाने क्वाले क्वाले लाग्दैन यार त लक्ष्मी कुरा लक्ष्मी माता कस्तो बनेको के चाकको किला त्यो हातै काट्यो फेरि त्यो बेला भिडियो बनाउनु पर्ने भाइरल कसले कसले भनेर हालियो क्या क्वाले क्वाले ए क्वाले क्वाले आदि भयो लाग्छ मलाई होला म 9:00 काठमाडौँबाट मलाई आदि भए भोलि जानु पुग्छ कि अहिले बेलुका पुग्छ आदि भन्छ त कहाँ पुग्छ ए सिलगढी डाँडा होइन उहाँ त्यस्तो नि बिग्रिएको थिएन नि बाटो माल हाल्यो गाडी बिग्रियो खाना बाब्यो होइन लोड चाहिँ गरिदियो अब गाडी बिग्रियो यस्तो बाटोमा गाडी बिग्रिनु है न गाडी छोड्नु मिल्नु राति कि दिउँसो मिल्नु कहाँ मिल्यो गाडी छोड्नु के भयो भन्ने मनमा केही नभयो नि कुन्दैन भयो यसरी बाटोमा गाडी बिग्रियो भने के उसमा सर्भिस एउटा फोन गरेर मिस्त्री पठायो भने कि आफै जाने आफै यतातिर अब कता खोज्दै नजिक बुझ्ने खोज्ने यताको यो हामीले नचिने ठाउँ भयो त चिनिया ठाउँमा त हिँडिरहने अब मुलिनतिर त यहाँ भन्छ पुरा बाब्यो हो क्या यो बाटो यस्तो बेच्ने भालुबाङ 8 किलोमिटर आमामा मैले भने त आधा घन्टा आइपुग्छ भने अब 8 किलोमिटर अहिले टाइम लाग्ला होइन कति स्पिड छ 30 को 40 को कस्तो खाले पर हो त्यो कस्तो खाले पहाड हो ढुङ्गाखानी खोली पहाड र हालगाउँठी भाग साँच्चै उसमा बस्याङ भिरको खानेको यही हो दोकान बनाउनु न बस्याङ भिरको छोड बस्याङ भिरको के अरे खानी फुल्न लाग्यो भने होइन खाने कोही हो मात्रै लाइसेन्स निकाले खोल्दैन होला अझै 5-7 वर्ष खोल्दैन पहिला अघि आएर मान्छेहरू के भनिरहेको थियो मिटिङ गरे अरे लाइसेन्स निकाल्न चाहिँ अँ अनि कहाँ निस्किन्छ हप्ता नानीको लाइसेन्स निकाल्न गएको हुन्छ खुल्न त खुल्ला अहिले खुल्दैन हालसालै त्यहाँ विरोध चल्नै खाने डाँडे खाली हुनुपर्छ क्या राज्य खाइन त्यसो डाँडे खाली भएको कति विरोध निस्किन्छ त्यहाँ त डाँडै खाली नै खाने अलरेडी कहाँ त्यहाँ बस्यो सडक छ रानीबारीको खाने पाइन्छ अनि त्यही रानीबारीको मान्छेले गरेर मात्रै अनि नभइरहेको तल हटे होला अनि हाम्रै गाउँको मान्छेले विरोध निकाल्छ नि अब के हुन्छ भने हाम्रो भिसनथानको बाटो 12 महिना चल्दैन बाटो बन्द भइदियो भने 3 महिना 4 महिना बन्दै हुन्छ होइन अनि कहाँबाट बनखर्काबाट खोल्यो भने खाले
त्यो भएपछि यता मान्छेले यसै नि भन्नु त गर्छ कि कहाँ खाने खालको कहाँ सहिन्छ त्यही तिनीहरूको प्लान अनुसार तल अहिले पर्सल लेखा है 7 किलोमा खनखरका बाटो ढुङ्गा झारेर चाहिँ त्यता सेटिङ रह त्यो हिसाबले त्यही भएर यता मान्छेलाई भन्दा नि खनखरका मान्छेले धेरै जोड देखाएको खानेमा भएको त्यही अनि यता मान्छेले के भने खाने मुखै के गरी खनखरका बाटो चलेर यो बाटोमा गाउँको गाडी बाइक मतलब एउटा गाडी आयो भने गाडी एउटा फिर्ता पठाइदिने कुरा छ क्या गरले गर्न सक्नु मान्छेलाई पैसा चाहियो गर्न सक्ने कोही पनि छैन 5 जना मान्छे भइसक्यो तिमी गरेर जान्छौ ल तपाईँ हामी जस्तो 5 जना मान्छेले पनि गर्नु सक्छ मलाई त त्यो लुट्न नि बनाएको मलाई के विरोध निकाल्यो नि अब के आठ ठाउँ विकास हुनु पऱ्यो अब विरोध गर्न गयो भने नि फलानाले उचालेर भन्ने नाम मात्रै बदनाम गरिदिन्छ लाटामा जो विरोध गर्न गएको त्यसले नि साथ छोडिदिन्छ कि त्यस्तो ठाउँ हो कि तिनीहरूले अलिअलि पैसा पायो भने होइन छोडिदिन्छ कि त्यो पुरै छोडिदिन्छ 1 गिलास रक्सीमै बिक्छ कि 1 गिलास धेरै पर्दैन लोकल रक्सी 1 गिलासमा बिक्छ होला तिमी हामी बिक्दैनौँ मलाई 100 जनामा तपाईँको 95 जना त्यस्तो होला नि तर 5 जना त मान्छे नि मैले देखेकै छैन क्या त्यस्तो मान्छे होला तिमी बाहेक कसै मैले ढाँटेकै छैन होइन कोही पनि देखेकै छैन कि मैले ठुलो भाइ यी उहरू के अरे पाँडेहरू होइन अनि अब हाम्रो यो गोलेहरू अश्विने त यसै नै सुरुमै अश्विने बिक्ने हो है ऊ त अहिले नै बिकिसकेको मान्छे है ऊ त उसको त कुरै छैन होइन ऊ त खाने पर्दि नै हो त्यो गाउँको त्यो बाटो त्यो घाटाको मौले अहिले मतलबै छैन ऊ अहिले खानेकै मान्छे हो कोही कसैले यो दाइले यस्तो भन्यो होला कोही पनि कोही छँदै छैन कि मान्छे नै होइन चालेल मात्र लाडा अश्विने जिन्दगी त्यसै जाने हो त्यसको जिन्दगी जान्छ बोलेको त्यसै जाने हो जिन्दगी पाँडे भइहाल्छ ठुलो भाइ यसरी पक्का नै गएको ठुलो भाइ त अर्का पछि लगाएर उसले खाइदियो क्या मतलबै छैन झरेको पार्छ रोड होला मलाई त खानेको त ऊ छैन लुट्न खानेलाई हामीले अलिकति मलाई जहाँसम्म लाग्छ त्यो रानीबारीको मान्छेले होइन खाने खोल्दैन भने कहाँ दिँदैन खाने यसो खोल्दैन समुदायले विरोध गर्छ त्यसले त के खाने केही नि होइन नि अस्ति नै गरिसक्यो नि अस्ति नै खोल्ने भनेर बेला भनेर साथीलाई खाने यसो गर्नु भयो 7 किलोमा त दाइको हात धेरै छ दाइको हात धेरै छ मलाई भाइलाई पनि पठाइदियो मेसिन चलाउन तिमीलाई के कति चाहिन्छ खर्च पनि भनेको थियो दाइले महिनाको कति के दिनु पऱ्यो हामीले दिन्छौँ भनेको थियो कि दाइलाई तलबै दिन्थ्यो गौरीसँग के अरे माता के हो होला खै के हो साथीलाको मलाई सुरुमा मैले भने बेला मेसिन चलाउनु दिए भए दिएरै हुन्थ्यो दाइले त पुरै गरिदिन्थ्यो नि केसै मिलाइदिन्थ्यो दाइले पछि दिएन त्यो बेला दिएन पछि आफैले बोला पढेपछि अब अहिले त्यसो गर नि भने आफै नराम्रो नि त हो कि अगाडि त्यत्रो उचाल्यो भन्छ नि मान्छेले हो कि होइन त्यत्रो उचाल्यो खर्च नि भयो नि त्यत्रो होइन खर्च नि राम्रो खर्च भएको थियो अनि पछि आफै अब कति मिल्यो होइन कति खायो अहिले त कुनै गर्दैन भइहाल्छ नि हो कि होइन गाउँकै मान्छेले चेपाङसित पैसा भएर मात्रै बन्द भयो त्यो खाने नि फेरि यो ढुकुर मऱ्यो कि चेपाङसित लोज पैसा हुन्छ 4 लाख रुपियाँ ऋण बाहिरको ऋण
त्यति तिर्न पाएँ आनन्द हुन्थ्यो। त्यही 2 लाख रुपियाँ दुध बाङ्लै अनि सानो गाडी रिन्यू गर्नलाई 2 लाख रुपियाँ लिएको त्यो नाममा आइसक्यो गाडी अहिले नाममा ल्याइसक्यो पास गरे होइन 50,000 लाग्छ भन्दै नि दाइले 12-13,000ले पास हुन्छ गाडीको 50,000 लाग्छ भनेर मलाई दाइ सन्तोषले गाडी पास गर्नु कति लाग्दो रहेछ बुझ भने 50-60,000 लाग्दो रहेछ नि अगाडि मलाई त खाना खानुभयो दाइ खाना खानुभयो अनि के हो दाइ यार हिजो नि दिनभरि तपाईँ आएन दाइ यार गाडीमा कामै भएन त दाइ ए तपाईँ हिजो कहाँ गएको दिनभरि दाइ यार दाइ आउलान् कब्जा त हिजो मैले बनाएर कब्जा त्यो ढोका खोल्न लाएर हिजो कब्जा लगेर मैले बनाएर लिएर आएको थियो त्यो केटाहरूलाई नि लाउनु त्यो मोटे अलिक ठुलो त्यो डेन्डर त्यो राम्रो गर्ने खाले रहेछ त अर्को त्यसलाई गर्न लाउनु के हेर्नु दाइ अलिक चाँडै गर्नु पऱ्यो म त यहाँ अब यहाँ के कहाँ हेर्नु न कि त हाल्ने बेला आइसक्यो दाइ यार अब त्यहाँ अब गाह्रो परिसक्यो क्या त्यो सिकारु केटाहरूलाई चाहिँ भित्र बोडीको भित्र टेन्ट हान्न लाउनु क्या बोडीभित्र त्यो फुटेकोहरू अनि त्यो ठोक्दाखेरि दायाँ बायाँको यताउति जाला भनेर हो क्या ल त्यो ए त्यो बरु त्यो बोलेरै सिद्धिन लागिसक्यो दाइ यार ल ल म पर्सि आएर अलिअलि छोडिदिउँला पैसा ल कति भने खर्च हजुर खर्च कति भने कि काम गरेपछि सब गर्ने काम गरेपछि गर्ने अलिअलि दियो भने चाहिँ आफूलाई नि सजिलो हुन्छ अलिअलि घटाउँदै गर्नु 15,000 ल
4000मा एक्सचेन्ज गरिदिन्छु भने सिट अर्को खाले राम्रो भयो डबल सिट हाल्ने कि आएन सिङ्गल जस्तो कम्पनीमा गएको त्यस्तै त्यो अहिले पख्न सजिलो हुन्छ कि चिन टायरहरू सुतिहाल्छ गाडीमा सुत्ने ठाउँहरू म त्यही भनिदिन्छु त्यो घरहरू भाइ यो सुत्नलाई गाडी चलाउन आएको कि सुत्न आएको त्यसले ठुलो हाम्रो नि त्यस्तै ठुलो खाले सिट बनाउनु भन्दाखेरि भोटे अनि के हो यो सुत्न आएको कि गाडी चलाउन आएको भाइ त भनेर बोल्नै सक्यो सुत्ने ठाउँ हो यो गाडी चलाउने ठाउँ हो यो हाम्रो हाइलक्स हो भाइ चिन यति कतै कोतारेर